जब यही बेलाको अवसरमा कसैबाट के लाग्छ र दैव नारायण हरि यो अमृतले गरी अनि 10 महिना सुरु भए ज्योति महिना भद्र थियो अष्टमी तिथि थियो नक्षत्र ज्वरो यस्तामा जगदीश जन्मन गए साक्षात् जगतका धनी आधा रात हुँदा थिए ग्रहहरू बुझ्दा सबै त्यो घरि भोको बाह्रौँ कारण जेल बिचमा फाइदा नारायण हे बाबु जन्म लिनु बेलामा जन्म लिनु गरी यस्तै रित परिभन्दा सिधा कतै बयानी लोकाको विषयमा हातका हतकडी खुले कम्मरका साङ्ला खुले खुट्टाका नेलकडी खुले त्यो 9 ढोकाका तालसा आफै खुले पालेहरू रिङै ठुला ठुला पालेहरू थिए रुम्न बसेका पालेहरू ती निन्द्रामा भुलेर सुतिरहे के बेलाको अवसरमा भगवानको साक्षात् परमात्मा विष्णुजीको 8औं अवतारमा जस्ताको तस्तै जन्म लिनुभयो हे बाबु नारायण हरि कस्तो आसन बेलामा कस्तो आसन वासुदेव र देवकी पनि छक्क पर्नु कसरी ढोका खुले कसरी हातकडी खुले कसरी नेलकडी खुले किन यी पालेहरू निन्द्रामा भुले हेर्दाखेरि आश्चर्य भयो अनि भगवान चतुर बाबु नारायणलाई देखेर भन्न लागे हे प्रभु आज हाम्रो छोरो भएर आउनुभयो हाम्रो यो दुःखको संसारबाट पार तार्नु भयो अब स्वर्गमा वास हाम्रो हुनेछ भन्ने यस्ता त्यो मौकाको विषयमा नारायण दैव हरि बिन्ती चढाउँदै यत्रो बेलामा बिन्ती चढाउँदै भन्न लाग्नु भयो पहिलो जन्ममा तिमीहरूको छोरा थिएन छोरी पनि थिएन मेरो धेरै ठुलो तपस गर्यौ ईशाना सुतपा भन्ने तिमीहरू दुईटा दम्पति थियौ मैले दर्शन दिएँ अनि वरदान माग भन्दाखेरि हजुर जस्तै प्रतापी छोरो पाऊँ प्रभु भनेर वरदान मागेको थियौ त्यो आज मैले अहिले आएर मैले पूर्व पुरा गरेँ अब मलाई छोरो पायो तिमीहरूकै छोरो म हुँ भनेर जब त्यो बेलाको अवसरमा यता चतुर बाबु नारायणले के भन्न लाग्नुभयो भने ये पिता माता अब मलाई यहाँ तपाईहरूले नारायण दैव हरि लैजाऊ गोकुलमा यो बेलामा लैजाऊ गोकुलमा
परिबन्धसित कतैबाट मित्र हो मलाई यहाँ राख्न हुँदैन मलाई यहाँ राख्यो भने कंसले मार्छ यसरी जब यही मौकाको विषय यसरी जब भन्न लाग्नु भयो र त्यो बेलाको अवसरमा अनि म सानो नानी बालक बनिन्छु भन्नुभयो अनि उतातिर स्वर्गमा पनि फुल वृष्टि हुन थाल्यो गन्धर्वहरू नाच्न थाले गन्धर्वहरू गाउन थाले अप्सराहरू नाच्न थाले एवं नृत्य गरिकन फुलै फुलको वर्षा हुन थाल्यो यतातिर बाँसको बेचको टोकरी पनि त्यो बेलाको अवसरमा स्वर्गबाट भनेर नारायण दैवहरी आयो सारा बेचको टोकरी आयो वासुदेवको शिरमा बस्न गयो चतुर्बाबु नारायण पनि सानो नानी बालक भन्नुभयो र वासुदेवको शिरमा गएर बस्नुभयो त्यसपछि वासुदेव पनि बाहिर निस्किनु भयो भदौको महिना लहरे पानी परिराखेको यो देख्दाखेरि वासुदेवलाई पनि कसरी जाउँ भन्ने आपद परिरहेको कालीनाथलाई बोलाएर छाता बनाइदिनु भयो अनि त्यसपछि गएर नारायण दैवहरी जान लाग्नु त्यसपछि यसो हेरी ल्याउँदाखेरि हजारौं तरङ्गी बनेर बाढी आइराखेको वासुदेवले त्यही मौकाको विषयमा ए बाबु नारायण दैवहरी देखे झालाकै बेलामा देखे झालाकै परिबन्धसित कठैबाट नित अब यो नदी कसरी पार गरौँ भनेर तुलबुल भइरहेको अवस्थामा नदीमा झर्नुभयो घोडासम्म आयो कमरसम्म आएपछि बुबाजी त्यही मौकाको विषयमा आत्तिन लाग्नुभयो र यमुना नदीलाई पनि चतुर्बाबु नारायणको बाउको दर्शन गर्ने वरदान थियो त्यही मौकाको विषयमा दुई पाउ निकालेर त्यो नदीमा छोपिदिनु अनि यमुना नदी पनि स्थिर भइन् तलको तल भयो माथिको माथि नारायण दैवहरी बीचमा खाली
त्यसपछि सरासरी जानुभयो गोकुलमा पुग्नुभयो अनि उतातिर छोरा हो कि छोरी बच्चा त जन्मिराखेको नन्द बाबा उता सुतिरहेको यशोदा मैया अचेत अवस्थामा रहिरहेको नारायण दैवहरी देखे झलकै त्यो बेलामा देखे झलकै गरी अनि थपक छोरोलाई दिएर छोरीलाई लिएर नारायण दैवहरी ल्याए साटेर ल्याए साटेर भयो ए राम